सत्ताको भोकले मान्छेको मोती भ्रष्ट गराउँछ भन्ने कुरा इतिहासबाट देखिएका छन् साथीहरू। चुनावको बेला बालेन शाहलाई भावी प्रधानमन्त्री बनाउने भनेर भोट मागेका रवि लामिछाने अहिले जितिसकेपछि कहीँ कतै बालेनलाई धोका दिँदैन त भन्ने गम्भीर प्रश्न उठिरहेका छन्। यसै क्रममा रवि लामिछानेलाई पत्रकारले सोद्धा अब के बालेन शाह 5 वर्षको लागि प्रधानमन्त्री हुन् भन्ने प्रश्नमा रवि लामिछानेले अस्पष्ट जवाफ दिइसकेपछि टङ्क दाहालले फेसबुकमा लेख्नुहुन्छ, सत्ताको भोकले मान्छेको मति भ्रष्ट बनाउँछ। त्यो बेला कृष्ण प्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेद्वार भन्दै भोट मागेर जितपछि गिरिजा आफै प्रधानमन्त्री भएका थिए। त्यसले काङ्ग्रेसलाई जुन क्षति पुर्यायो त्यो क्षति अहिलेसम्म काङ्ग्रेस पार्टीले पुरा गर्न सकेको छैन। इतिहासबाट सिक्नुपर्छ कि जनतासँग जे भनेर भोट मागिएको हो त्यसमा छलछाम नहोस्, आत्तिने र मात्तिने सबै सिद्धिन्छन् भनेर टङ्क दाहालले गम्भीर टिप्पणी गरेका छन् साथीहरू। यो कुरा तपाईँ को सहमत हुनुहुन्छ कमेन्ट गर्नुहोला।